Yo, I am Saroj. Listen. याद आउँछ स्कुलको क्लासको दुलासको बेन्च हल्का हल्का नसामा म र मेरो फ्रेन्ड केटीहरू जिस्काउँदै हामी वी आर प्रोफेसनल पिस राम्रो केटी देख्ने बित्तिकै र्यागिङ सुरु आई लभ यु मिस भन्दै मेरो साथी हरामी छ हान्दी हाल्छ किस चेलीबेटी जिस्काउँछौ भन्छ टिचर हल्का टिस दुवैजना लका जम्मन उमेर पुगेको छ 20 कसैको बाउको बात छैन वी आर प्लान मेकर किङ बीच भन्दै हिउँदै हामी साथीको डियो स्कुटरमा चढेर क्लास बङ्क गरेर लाग्यो हामी अड्डातिर विट तान्न भनेर यो लाग्यो हामी अड्डातिर विट तान्न भनेर भइरहेको छ आँखा रातो रातो टिल पिल भइरहेको छ हल्का साइको हल्का हल्का चिल भइरहेको छ आँखा रातो रातो टिल पिल भइरहेको छ हल्का साइको हल्का हल्का चिल एसी आयो तर मलाई बाल छैन त्यसपछि फेरि म कहिले स्कुल गइन सरासरी गयो अड्डामा पस्यो दिनभरि त्यही अड्डामा नै बस्यो स्कुल गए पनि सबै क्वेसन इजी क्लासमा पनि म त फेसबुकमा नै बिजी हाम्रो अड्डामा पुलिसले रेड मार्यो रे केटाहरूले हाम्रो अड्डा अन्त्य सार्यो रे त्यसपछि फेरि म कहिले अड्डामा नै गइन केटाहरूको काममा म कहिले सामेल भइन जहिले जहिले वाल नागी स्कुलबाट भाग्यो होमवर्क नगरी स्कुलले लाइफ सिदिन लाग्यो म त बिग्रेको मान्छे नगर मलाई लभ यो सबै कुरा बकवास छाडिदेऊ सब म त बिग्रेको मान्छे नगर मलाई लभ सबै कुरा बकवास छाडिदेऊ सब यसरी नै जहिले जहिले दिन बिते गयो मेरो परिवारको सपना टुक्रा टुक्रा भयो आफैले रेड्दैछु यो सबै कुरालाई अब मेट्दैछु अब नर्मली अघि बढ्नु छ आफ्नो कर्तव्यको खुर्किला आफै चढ्नु छ देशको लागि केही गरेर मर्नु छ